मुखको बोली रुखो छ भने कुनै पनि मान्छेलाई रुखो शब्द मन पर्दैन। तर कतिजनाको कस्तो बोली हुन्छ, एकदम तितो बोली क्या। भात खानु आऊ भन्दा हुन्छ त यार, ओ घिच। तपाईँले बुझ्नु भयो नि, भात खानु आऊ भन्दा हुँदैन, घिच। बाहिर निस्कनु न हौ, ओए बाहिर मुन्टी। अब तपाईँलाई भन्नुहुन्छ पास्टर भयो, तपाईँलाई कसरी थाहा भयो यस्तो शब्दहरू? यो त म पो बोल्छु त। होइन, म पनि पहिला यस्तै बोल्थेँ। म पनि त्यही समाजदेखि त आएको हो। 12 वर्ष सुई हान्ने मान्छेको बोली थोरै राम्रो हुन्छ? मुख छाडै मात्र, छाडै मात्र, छाडै मात्र। तर आहिस्ता 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 मैले परमेश्वरको वचनको